आज हामी यहाँ किन छौँ भन्ने कुरा तपाईहरुले थाहा पाइसक्नु भएको छ। गरिमा चौधरीको न्यायको लागि आज हामी यहाँ छौँ। हिजो निर्मला पन्त हुँदै, सम्झना कामी हुँदै, भागीरथी हुँदै आज हामी यहाँ छौँ। विडम्बनाको कुरा छ। कुनै पनि यो घटनापछि जसले बलात्कार पछाडि हत्या गर्यो, बलात्कार गर्यो, उनीहरूले निष्पक्ष रूपमा छानबिन भइसके पछाडि त्यो कारबाही गरिएको छैन। यहाँ किन सरकार चुकिरहेको छ, किन राज्य चुकिरहेको छ? 3 वर्षको बालिकामाथि पनि बलात्कार पछाडि हत्या भएको छ। यहाँ कुनै पनि उमेर हेरिँदैन, केही पनि हेरिँदैन। जहिले पनि महिलाहरू पीडित छन्, शोषित छन्, उत्पीडनमा छन्। यसप्रति राज्यको संवेदना कहाँतिर छ? राज्य किन यति गैर जिम्मेवार छ भनेर म प्रश्न गर्न चाहन्छु। र मैले देखिरहेको छु कि सडकमा विभिन्न ठाउँहरूमा, देशका विभिन्न ठाउँहरूमा गरिमा चौधरीको लागि, न्यायको लागि अपिल भइरहेको छ। न्यायका लागि विभिन्न आन्दोलनहरू भइरहेका छन्। फेरि त्यहाँ केही मान्छेहरू भनिरहेका छन् कि 35 वर्षसम्म तिमीहरूले के हेरेर बसिरहेका थियौ भनेर प्रश्न गरिरहेका छन्। यो कतिसम्मको लज्जास्पद अवस्था हो? आज मानव अधिकार कर्मीहरू कहाँ छन्? न्याय कर्मीहरू कहाँ छन्? किन बोलिरहेका छैनन्? किन बोलिरहेका छैनन्? बाल अधिकार कर्मीहरू कहाँ छन्? संसदमा महिलाहरू छन्, तर त्यहाँ पनि आवाज उठिरहेको छैन। उनीहरू एक अर्कालाई लान्छना लगाउँदै, एक अर्कालाई गालीगलौज गर्दै किन हिँडिरहेका छन्? खोइ न्याय कहाँनिर छ? मलाई लाग्छ प्रधानमन्त्रीको आफ्नै छोरी छ। आफ्नो श्रीमती बिरामी हुँदा सिंहदरबार चलाइदिन्छु भन्ने प्रधानमन्त्री आज 3 वर्षको बालिकाको रेप हुँदाखेरि, हत्या भइसक्दाखेरि पनि किन उहाँ बोल्नुहुन्न भन्ने आइरहेको छ कि राज्यको तर्फबाट गृहमन्त्री त्यहाँ छलफलमा जानुभएको छ, सम्झौता गर्नुभएको छ। शालिग बनाउने कुरा भयो रे के त्यसले अब हुने हत्या हिंसाहरू रोकिन्छ त, बलात्कार रोकिन्छ त भन्दा रोकिँदैन। यो लोकप्रियतावादको आडमा रमाउन छोड्नुहोस् र निष्पक्ष छानबिन गरेर जो बलात्कारी हो उसलाई कानुन बमोजिमको कारबाही गरियोस्। र यहाँ फाँसीको कुरा गर्दै गर्दाखेरि कानुनमा त लेखिएकै छैन भन्ने कुरा छ, हैन?